今日は10月の10日です。今日中にこの屋根をですね、張るというような約束で業者が言ってました。काम त ठिकै छ बाजे त्यही सोसियल सर्भिस अनि फेरि त्यो बालबालिकाहरूलाई त्यो ज्ञान आदान प्रदान गर्ने जस्ता कुरा अनि फेरि त्यो बिर्किती हटाउने त्यस्तै हो बाजे बिर्कितीहरू हटाउने नराम्रो कुराहरू हटाएर राम्रो कुराहरू ल्याउने आउँदाखेरि त्यो पाहुनाहरूलाई राख्न नि मिल्ने भयो अनि फेरि त्यो लाइब्रेरी बनेपछि त्यो अनि सबैले त्यो बुक्सहरू हेर्न पाउने त्यो उस पाउने भयो त्यही भएर म अहिले यो काम गर्न लगाउने छु हजुर खाल्टा खान्दाखेरि ठुलो खाल्टा खान्दा खेल्दै त माटो फाल्ने काम खन्ने काम गरे म त्यति बेला 8 वर्षको थिएँ बाजे हाम्रो बाबा मम्मीहरूले खाल्टो खन्दाखेरि त्यहाँ खेलेको अलिअलि माटो निकालिदिएको याद छ बाजे यो क्लब भवन निर्माण गर्न र सम्पन्न गर्नको लागि सचिव भएको म त्यसपछि कुनै कार्यक्रम गर्दाखेरि हामीले स्टेज रामपुरतिर गएर स्टेज खोजेर ल्याउनु परेन बाजे यो स्थायी रूपमा स्टेज भयो अनि यताको एउटा गेस्ट रुम चाहिँ कुनै ठाउँबाट हाम्रो यहाँ हेर्नको लागि घुम्नका लागि आउनुभयो भने उहाँहरूलाई बास बस्ने ठाउँ चाहिँ पनि यो राम्रो भयो बाजे त्यसको लागि म मेरो व्यक्तिगत तर्फबाट र यो गाउँको तर्फबाट र जुनतारा समाजको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ छ बाजे यो जापानको इबिसी रोटरी क्लब मार्फत चाहिँ हाम्रो यो गाउँको समग्र विकास भएको छ त्यसको लागि हामी गाउँले संस्थाप्रति हामी धेरै आभारी छौँ र हामी धेरै खुसी पनि छौँ यो भवन उद्घाटन गर्न उहाँ रोटरी क्लबको मान्छेलाई हामी स्वागत गर्न आतुर छौँ आइदिनु हुनेछ भन्ने हामी पूर्ण विश्वास छ बाजे र यो गाउँको विकासको इतिहास जापानमा रहेको इबिसी रोटरी क्लब हो भन्ने मलाई मेरो मनमा छ त्यसको लागि ओके बाजेलाई पनि हामी जुनतारा समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ।